हेलो गाइज फेरि पनि मेरो भिडियोमा स्वागत छ। अब हामी यहाँबाट पाउसबाट फुटबल खेल्न जान लाग्यो। हाम्रो टिम चाहिँ यो खतरा। यसले चाहिँ यतादेखि गैँडालाई बोलाएर त्यस चाहिँ आइरा केटाहरू नि उतादेखि खाजा खाएर आएर आज जित्ने भनेर यता छ। रोशन के छ विचार भन्ने यार? के अरे जित्ने हो आज ल जित्नु पर्छ है केटा। रुबक त के हो खेल्ने? फरवार्ड रे। ओए राज त चाहिँ अगाडिको डिफेन्डर ओए अगाडिको डिफेन्डर। गोल भइसक्यो, गोल नि निकाल्दिने हो क्या। हाम्रो केटाहरू चाहिँ यिनीहरू अब जानलाई रेडी हुँदैछ। टक्क यहाँदेखि हिँड्दै गएर अनि ग्राउन्डमा एकछिन बसेर वार्मअप समअप गरेर अनि खेल्न स्टार्ट गरिहाल्ने हो। हाम्रो मेन प्लेयर चाहिँ यता जुत्ता पगाडेर रेडी भइसकेको छ। यता हेर त लगायत खेल्न जानलाई हामी हिँड्दैछौँ होइन। अनि यता केटाहरूले चाहिँ कसरी हान्ने को कता भनेर बोल त्यस्तै यस्तो हल्ला गरिरहेको थियो। सबजना हल्ला गरिरहेको थियो। यस्तरी केटाहरूलाई देखाएको त हल्ला गर्नेले पिटै खान्छ भने त्यो चुलाएर बस्तिर हाने बिचमा मेन प्लेयर ओए दिपेशलाई त ब्राइटनेस बढाउनु पर्छ भने केटाहरू चाहिँ खेल्नेहरू खतरा पछाडिदेखि कोच आइरह बाख्रा चलाउने। ल त्यही हो। अब हामी जाँदैछौँ ग्राउन्डमा पुगेर हेरौँ ल अब के हुन्छ। ल गाइज हामी चाहिँ फुटबल खेल्ने ठाउँमा आइपुग्यो। अब केटाहरूले बल पनि ल्याए। अब केटाहरू तातिनलाई ग्राउन्डभित्र छिर्दै वरिपरि त्यही हो। अब जुत्ता लाएर ग्राउन्डतिर छिर्छौँ अनि हल्का यसो खुट्टा तताएर अनि गेम खेल्ने हो। त्यही हो। अनिलले पनि जुत्ता लाउन आउँदै हो। कस्तो हो किपर? ठिक छ यार ल हान्नु चाहिँ हाम्रो बेस्ट प्लेयर त्यही त जिस्केर भन्नको जिस्केर अरे खतरा खेल्छ यसले। यो भयो भने त टिम सिधै जित्छ भन्ने कन्फर्म के। नुसन भयो भने मल्ल भयो भने त्यति साह्रो त ल त्यही हो। अब गेम देखाउँछु कस्तो हुन्छ। गाइस यहाँ चाहिँ अब खेल्नुभन्दा अगाडि चाहिँ रमाइलो भइरहेको केटाहरूले प्र्याक्टिस गरेर आज चाहिँ जित्ले जस्तो छ है। यता अनि यताको टिमले प्र्याक्टिस गरेर केटाहरूले डरो अनि उताको टिम उता प्र्याक्टिस गरेर म तपाईँलाई जुम गरेर पनि देखाउँछु। यताको टिम यताको प्र्याक्टिस गरेर आज जित्ने नै होला। गेम स्टार्ट भइसकेको छ। कोरियनको गोल हो अर्को भइरहेको छ है। उडाउने सम्भावना बल चलाइसकेको थियो। देख्यौ हेर्नु पर्छ। ढुक्कले नाइ बिस्तारै त्यो मिलाएर मान्छे मिलाए हात लिएर बिन्दु रहेछ त्यसको ताल फेरि ब्याक गर्छ मिलाएर यो आइडिया चाहिँ मन
हान्यो ओए फेरि फेरि को त्यो छेउको रोहन बाबु थालेको छ है हेर्नमा कता गाडीमा कि यति हिँड्दै साइकलमा हिँड्दै कसको साइकल जहाँ पाए त गइन्छु म त त्यहाँ छ साइकल छ त मुकुट दाइको छ को कसो छ तिन चारवटा साइकल ओए टाढादेखि ल हान्यो दाले यन्त्रमा 20 ल सँगै आउने भने कोना कोना सियर गोला आज हाम्रो बल सुरु भइसकेको छ सिधै पश्चात जानु तर रोहनलाई लगाइरहेको छ रोहनलाई गोल गोल भएको छ एक गोल प्रविन्द 7 अफ बल क्या हानेको सुट रोहन दाइले बल पाइसकेको छ 10 नम्बर स्याबास बाबु स्याबास धेरै जोगा कति खाइसक्यो 4 राम्रो नट ब्याक छ ल फिलिप भाइ सहयोग एक्लै गोल ओ गोल 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 रोहन दाइले गोल गयो केटा आफ्नै मायामा हिँड्दै यो बसेको निउरेकोले गोल 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 क्यों न कोना हो क्या हेर सिधै गोल हो नि त हान्यो रोहन दाइ गोल फेरि गोल फेरि गोल फेरि चाहिँ रोहन दाइले
दस नम्बरले फेरि 2 गोल हानिसकेको छ। लगायत गेम पनि सकियो, धेरै हान्न त सकेन, 2 गोल हाने, 1 गोल मिस्टेक भयो। अनि केटाहरू नि हिँडिरह गेम जित्न चाहिँ जित्यो 6 गोल। मैले 2 गोल हाने अन्त यसले 2 गोल हाने रे। ओइ माटे कति गोल हानिस् रे? के गरे हामी खुट्टा यसले खतरा ब्याकी बसेर फेरि खेल्न आउनु अब। मैले चाहिँ अब सकि नसकि 2 गोल चाहिँ हाने, 1 गोल खतरा मिस्टेक हो कि पोस्टमै ल्याएर मिस्टेक भएर अर्थात् ओ हाम्रो बलकै समाज नै हो। त्यही भएर केही भएन। अब बल गएर समाज हुन्छ। हामी चाहिँ गेम खेलेर फर्किँदै खुट्टा लास थाक्यो, हिँड्दै जानु पर्यो, खेल्न आउँदा नि हिँड्दै आएको, भर्खर खेलेर लास्टै थाक्यो। 2 गोल केटाहरू नि हिँडिरह मजाले। कति रे 2 टोटल अन्न? 10 नम्बरले 2, 11ले 3 ह्याट्रिक, अनि 7 नम्बरले 1 टोटल गरेर अनि 6 गोल हाने। आज चाहिँ अब अर्को पालो 12 गोल हान्ने सोच छ। यसले भनेको चाहिँ खासै नपताउनु होइन। हाम्रो मेन डिफेन्डर चाहिँ उहाँ हुनुहुन्छ, खतरा खेल्नु भयो। बलै छुन पाएन हात कस्तो भएर देखाइदियो त? हात चाहिँ खै फेरि धेरै गोल हुने गरी बब्बाल रोक्यो होइन। केटाहरू नि अगाडि टक्क कुरा गर्दै हिँडिरह। अब पछिको गेम यो भर्खर खेलेको भन्दा खतरा छ भन्दै कुरा गर्दै कसरी खेल्ने, राम्रो खेल्ने भन्दै हिँडिरह। त्यही हो ल। हेलो गाइस, हामी चाहिँ घर आइपुग्यो, केटाहरू नि यता आउँदैछ। त्यही हो ल। कस्तो भयो केटाहरू? धेरै गोल नहाने नि 6 गोल चाहिँ हानियो। अब 6-0 भइहाल्यो। गाइस नमस्ते, हामी आज 6 गोल हानेर जितेको छ। हाम्रो यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट र फलो सँगै गरिदिनु है। अनि अझै धेरै भ्युजहरू बढाइदिनु, सेयर गरिदिनु। धन्यवाद ल।